नमस्ते, म कृष्ण शर्मा, एसकेटी नेपाल प्रालीको प्रबन्ध निर्देशक। एसकेटी नेपाल प्राली विगत 20 वर्षदेखि कृषि मेसिनरी क्षेत्रमा हामी काम गरिराखेका छौँ। विशेषतः हामी साना तथा मझौला यन्त्रहरूमा काम गर्छौँ र हाम्रो फोकस भनेको मध्य पहाडी र हिमाली क्षेत्रका किसानहरू र तराईका किसानहरूलाई इन्टरकल्टिभेसनको लागि आवश्यक हुने यो मिनी टिलरमा धेरै दखल राख्छौँ होइन। हामी किनकि वर्षमा हामी धेरै क्वान्टिटीमा हाम्रा किसानहरूले प्रयोग गरिरहनु भएको छ। हामी विगत 20 वर्षदेखि मेसिनरी विशेषतः यो हाते ट्र्याक्टर चाहिँ नेपाली किसानहरूलाई सप्लाई गर्दै आइरहेका छौँ। हाम्रो नेपालभरि करिब 70 भन्दा बढी डिलर मार्फत चाहिँ हामीले सेवा सुविधा दिइराखेका छौँ। ती डिलरहरूमा सयौँको सङ्ख्यामा हाम्रा प्राविधिकहरूले तपाईँ किसानको घरमै गएर मेसिनरी औजारहरू तपाईँलाई सिकाउने, बनाउने, बिक्री गर्ने काम चाहिँ गरिराखेका छौँ। आज चाहिँ हामी 165 वर्ष करिब पुरानो यो इन्डियाको ग्रिप्स कटन भन्ने कम्पनीले उत्पादन गरिरहेको यो मिनी टिलर भनौँ अथवा इन्डियामा चाहिँ यसलाई पावर विडर भनिन्छ। यो 5 HP को डिजेलमा उपलब्ध हुन्छ। यो चाहिँ लामो समयदेखि हामीले करिब 6-7 वर्षदेखि निरन्तर रूपमा मगाउँदै आइराखेका छौँ। बिचमा केही समय चाहिँ यसको स्टक चाहिँ अलिकति ग्याप भएको थियो। यो चाहिँ भर्खरै यो एसकेटी नेपाल प्रणालीमा चाहिँ यो आइपुगेको छ। म यसको विषयमा आज तपाईँहरूलाई थप जानकारी गराउन गइरहेको छु। ग्रिप्स कटनको डिजेलको 5 HP को पावर विडर हो। यो चाहिँ यसको करिब तपाईँको यसको रेटेड हर्स पावर नै 5 हर्स पावर छ। यसको साइज हेर्दाखेरि अलिक ठुलो देख्नुहुन्छ देख्न चाहिँ तपाईँहरूले होइन। विशेष त यो मध्य पहाडी र तराईका समथर भागदेखि लिएर पहाडका ठुल्ठुला गराहरूमा पनि जोत्न मिल्छ होइन। यसको ओभरअल वेट भन्नुहुन्छ भने करिब 140 किलो छ फाली सहित होइन। यसमा प्रयोग हुने फाली पनि निकै हेभी छ। यो मेसिनै तपाईँको 5 HP को अब मान्नु न चाइनिजको तुलनामा अथवा अन्य कम्पनीको तुलनामा चाइनिजको लगभग 90-100 किलो हुन्छ, 90 किलोको 100 किलो हुन्छ भने यो इन्डियन चाहिँ किन 140 किलो भयो भन्ने कुरा पनि एउटा प्रश्न चिन्ह हुनसक्छ। किनकि यसमा जुन इन्जिन राखिएको छ, जुन यसमा फेन्डर राखिएको छ, जुन यसमा ह्यान्डलहरू राखिएको छ, जति पनि जुनमा यसमा तपाईँको एसेसरिजहरू राखिएको छ, यो चाहिँ एकदम इन्डियामा बनेको भएर एकदम हेभी मजबुत भएको कारणले गर्दा यसको वेट चाहिँ अलिकति माथि गएको हो। 140 किलोको हाराहारीमा छ फाली सहित यसको होइन। यो चाहिँ प्रोपर 5 हर्स पावर चाहिँ यसमा रेटेड 5 हर्स पावर चाहिँ यसले तपाईँको जेनेरेट गर्छ। यो इन्जिन भनेको चाहिँ 55-20 नम्बरको इन्जिन युज भएको छ ग्रिप्स कम्पनीको, जुन चाहिँ यो टेस्टेड एप्रुभ विगत लामो 60-70 वर्षदेखि ग्रिप्सले चाहिँ बनाइराखेको छ क्या। त्यसकारण चाहिँ यसको तनाइको क्षमता, यसको हिटिङ क्यापासिटीको क्षमता, यो पावर टिलर यो मिनी टिलरमा मात्रै प्रयोग नभइकन यो चाहिँ इन्डियामा बनेका धेरै मेसिनरी औजारहरू जस्तो रिपरहरूमा भयो, अनि अटो रिक्साहरूमा भयो, धेरै पम्प सेटमा भयो, धेरै कुरामा यो इन्जिन युज भएको छ। र यो इन्जिन चाहिँ यति मजबुत छ कि तपाईँले लगातार 50 घन्टा चलाउनु भयो भने यसमा हिटिङको समस्या चाहिँ आउँदैन। त्यसकारण नै अहिले यो विगत 6-7 वर्षदेखि किसानले राख्नु भएको छ यो ग्रिप्सको मिनी टिलर। यो अत्यन्तै राम्रो भएको कारणले र 6-7 वर्षसम्म निरन्तर चलिरहेको कारणले गर्दाखेरि चाहिँ किसानहरूले निरन्तर मागको कारणले गर्दाखेरि पनि हामीले यो मगाइराखेका छौँ, नेपाली किसानहरूलाई सप्लाई गरिराखेका छौँ। भलै यसको प्राइस चाहिँ अलिकति महँगो छ चाइनिजको अरू लोकल कम्पनीको तुलनामा होइन। यो लगभग यसको 1,50,000 चाहिँ खुद्रा मूल्य छ। त्यसकारण चाहिँ यो किन भन्दाखेरि यसमा प्रयोग हुने टायरदेखि टिभिएस कम्पनीको टायरदेखि लिएर यसमा एडिसनल यो हलो आएको छ। यसलाई हामी ड्याङ बनाउने हलो पनि हामी यसमा दिन्छौँ। यसमा तपाईँको साइडको तावा यो आलीहरू काट्नको लागि पनि तावा पनि आउँछ यसमा। यसमा प्रयोग हुने फाली पनि एकदम मजबुत र एकदम हेभी एकदम गहिरो जोत्ने खालको छ। त्यसकारण चाहिँ यो किसानले चाहिँ निकै रुचाउनु भएको छ यो ग्रिप्सको ट्र्याक्टर चाहिँ। यो कम्पनी भन्नुहुन्छ नि 165-66 वर्ष पुरानो कम्पनी हो। ग्रिप्स भनिसकेपछि इन्डियामा चाहिँ इन्डिया मात्रै नभए मल्टिनेसनल कम्पनी हो यो धेरै देशमा चाहिँ यसको सामानहरू, यसको जेनेरेटर, यसको इन्जिन चाहिँ निकै प्रख्यात छ। यो ग्रिप्स ट्र्याक्टरको तपाईँले यो ह्यान्डल हेर्नुहुन्छ भने यो निकै मजबुत, हेर्नुहोस् त कति ठुलो एकदम हेभी खालको छ ह्यान्डल होइन। यसमा तपाईँको यो क्लच हो भने यो उतापट्टि यो रिभर्स गियर भयो होइन। यो तपाईँको फुटर भन्छ हामी यसलाई। यो गियर चाहिँ यहाँबाट आउँछ। तपाईँको इन्जिन अफ बटन चाहिँ यहाँ छ। तपाईँको अन्य मेसिनको तपाईँको भन्दा यो अलिक फरक छ तपाईँको होइन। यसमा युज हुने फेन्डर हेर्नुहोस्, यो DIL 520 GS 520 DIL लेखेको फेन्डर नै निकै मजबुत र निकै हेभी छ होइन। यसको गियरबक्स पनि निकै हेभी छ। इन्जिन हो
मुख्य विशेषता भनेको इन्जिन तपाईँको 55-20 नम्बरको यसमा इन्जिन लागेको छ। यो डिजल इन्जिन हो। यसमा चाहिँ तपाईँको यो बोस भन्ने कम्पनीको यसमा नोजल पम्पहरू युज भएको छ। बोस भनेको चाहिँ गाडीहरूमा प्रयोग हुने नोजल पम्पहरू यसमा प्रयोग भएको छ। यसको स्टार्टरहरूदेखि लिएर ओभरअल यसको एयर फिल्टर नै तपाईँको 3 स्टेजको छ। तपाईँको एयर फिल्टर पनि एकदम हेभी छ होइन। यसको ट्याङ्कीदेखि लिएर हेरेक यो अलिकति यो अन्य यो चाइनिजको तुलनामा चाहिँ यो डिफ्रेन्ट खालको भएको कारणले, किनकि यो मेड इन इन्डिया प्रोपर इन्डियामा बनेको कारणले गर्दाखेरि चाहिँ यो अलिकति लुक्समा फरक देखिएको। यो चाहिँ लगभग नेपालको धेरै भूभागमा गएको छ। राम्रो सुर्खेततिर निकै राम्रो छ होइन। अनि त्यसपछि तपाईँको पोखरा साइडतिर नि यसको निकै राम्रो डिमान्ड छ। रामेछाप एरियामा नि यसको राम्रो डिमान्ड छ। यो सिन्धुली एरियामा, यो उदयपुर एरियामा पनि निकै राम्रो यसको माग आइराखेको छ। तनहुँमा त धेरै वर्ष अगाडिदेखि छ, हामीले पठाइराखेका छौँ। यो विभिन्न ठाउँमा चाहिँ निकै राम्रो छ यसको पर्फर्मेन्स। र यो चाहिँ अहिले एकदम व्यापक रूपमा बढ्दै गएर, किनकि अहिले यो चाइनिजको यो गुणस्तर खस्किँदै गएको कारणले गर्दाखेरि मान्छेहरू, किसानहरू चाहिँ अब गुणस्तरको लिनुपर्छ भन्ने भइसकेपछि यो ग्रिप्सको चाहिँ मिनी टिलर चाहिँ निकै अहिले प्रख्यात भएको छ र त्यही अनुसार चाहिँ धेरै माग आइराखेको छ। किसानहरूले 1,50,000 सामान्य तपाईँको अन्य चाइनिजहरू भनौँ न तपाईँको 60,000-70,000 50,000मै पाइने चिजलाई अब यो किन 1,50,000 हालिरहनु भएको छ भन्दा यसको गुणस्तर, यसको क्वालिटी, यसको काम गर्ने क्षमता, यसको साइज, यसको ननस्टप, यसको हिटिङको समस्या हुँदैन यसमा। त्यसकारण नै एकदम राम्रो भएको कारणले गर्दाखेरि किसानहरूले निरन्तर रूपमा खरिद गरिरहनु भएको छ। त्यसकारण चाहिँ हामीले यसलाई चाहिँ निरन्तर रूपमा विगत 6-7 वर्षदेखि चाहिँ हामी निरन्तर रूपमा हामीसँग काम गरिराखेका छौँ। यो व्यक्ति भन्दा पनि किसानहरूले अब सामान्य भनौँ न जो कोहीले पनि चलाउन सक्छ, महिलादेखि लिएर पुरुष जसले पनि चलाउन सक्नुहुन्छ। यो चाहिँ अलिक सानसानो सुर्कीमा चाहिँ हुँदैन, किनकि यो 140 किलो भएको कारणले गर्दा अलिक ठुल्ठुलो कान्लाहरूमा उचाल्न ओह्राल्न चाहिँ गाह्रो हुन्छ होइन। त्यस्तो ठाउँमा चाहिँ हामी रेकमेन्ड गर्दैनौँ। जहाँसम्म ठाउँ छ अलिक ठुल्ठुला गह्रा छन्, कान्ला चाहिँ अलिक साना छन् भने चाहिँ त्यो ठाउँमा चाहिँ अत्यन्तै राम्रो भएको छ क्या। यसको यो प्रोपर मेड इन इन्डिया हो कि यो सामान चाहिँ। तपाईँको इन्जिनदेखि लिएर ह्यान्डलदेखि लिएर फालीदेखि लिएर हरेक कुराहरू चाहिँ तपाईँको यो इन्डियामा बनेको भएको कारणले गर्दाखेरि यो र यसको गुणस्तर र यसको पर्फर्मेन्सको कारणले गर्दाखेरि किसानहरूले यसलाई मन पराइरहेको भएको छ। र यो फरक भएको नि बिल्कुल यो पुरै इन्डियामै बन्छ कि यो मेसिन चाहिँ। यसको इन्जिनदेखि लिएर सबै कुरा, यो गियरबक्स चाहिँ तपाईँको सायद यो चाइनाको योबाट आएको होला यो गियरबक्स चाहिँ। अरू बाँकी सबै चाहिँ तपाईँको इन्डियामा बन्छ यसको सामान चाहिँ। यसलाई हाम्रो 1 वर्ष वारेन्टी छ यसमा चाहिँ तपाईँको। र तपाईँ इन्जिन त तपाईँ 50 घन्टा नन स्टप चलाउनुहोस्, यसमा केही समस्या हुँदैन। हामी मजाले तपाईँ जति सक्नुहुन्छ त्यति चलाउनुहोस्, यसलाई रेस्ट दिनै पर्दैन भन्छौँ कि किसानहरूलाई। सबै एसकेडी नेपाल र एसकेडी नेपालको डिलरहरूमा पाइन्छ, यसको पार्ट पुर्जा सबै कुरा पाइन्छ। काठमाडौँ पर्दा हामीले भक्तपुर राधे भयो। त्यसपछि हाम्रो बालाजु गङ्गा हल अगाडि पनि छ एउटा, पनेपामा छ, मेलम्चीमा छ। यो देशको लगभग धेरै जस्तो जिल्लाको सदरमुकामहरू र मुख्य सहरहरूमा पाइन्छ हाम्रो सामानहरू। नामै काफी छ, 159 वर्ष पुरानो कम्पनी ग्रिप्स भन्ने कम्पनी नामै छ होइन। ग्रिप्स 1959देखि इन्डियामा ब्रिटिसको पालामा आएको कम्पनी हो। यो कम्पनीले उत्पादन गरेर मेसिनरी औजार नेपाल होइन, यो विश्वभरि प्रख्यात भएको कम्पनी हो। त्यसकारण चाहिँ किसानहरूलाई यो नामै काफी छ भने जस्तै छ तपाईँको। एकदम राम्रो छ भन्नै पर्दैन कि तपाईँको। यो किसानहरूले ग्रिप्स भन्ने बित्तिकै जसले जुन ठाउँमा यो प्रयोग आएको छ त्यो ठाउँका किसानहरू चाहिँ ग्रिप्सै खोज्नुहुन्छ। कृषि प्रविधिमा यसो छ, हाम्रो अलिक भौगोलिक टेरेनले गर्दाखेरि यो मध्य पहाडी भूभाग, हिमाली भूभागमा चाहिँ यन्त्रीकरणको एडप्सन अथवा प्रयोगमा चाहिँ अलिकति भर्खर सुरुवात हुँदैछ। तराईको भूभागमा त यन्त्रीकरण निकै राम्रो भइसकेको छ। विशेष गरेर टिलिङ र थ्रेसिङमा चाहिँ अब हामी प्लान्टेसनहरू रोप्ने कुरामाहरूमा चाहिँ हामी र पोस्ट हार्भेस्ट र हार्भेस्टिङमा चाहिँ अलिकति पछाडि छौँ। नयाँ टेक्नोलोजी किन हामी त अब भनौँ न डिजिटलाइजेसन, एआई, ड्रोनमा हामी संसार पुगिसकेको छ। हामी चाहिँ बिस्तारै यस्ता सानसाना मेसिनरीहरू चाहिँ पाहाडमा चाहिँ अहिले व्यापक रूपमा प्रयोग हुन थालेको छ। बिस्तारै गोरुलाई विस्थापित गरिएको छ। मान्छे गोरु पाल्ने मान्छेले अब गाईमा पाल्नुहुन्छ, भैँसी पाल्नुहुन्छ, तर ट्र्याक्टर चाहिँ प्रयोग चाहिँ यो खनजोत गर्नको लागि चाहिँ पाहाडमा पनि निकै व्यापक रूपमा चाहिँ विगत यो 8-10 वर्षमा चाहिँ निकै व्यापक रूपमा प्रयोग हुन थालेको छ। यसै गरेर अब रोप्ने कुरामा, गोड्ने कुरामा, काट्ने कुरामा, यिनीहरूमा चाहिँ अझै मलहरू छर्ने कुरामा हामी पुरानै तरिकाले काम गरिरहेका छौँ। भर्खर जोत्ने कुरामा चाहिँ पहाडी भूभागमा बिस्तारै मेसिनको प्रयोग हुन थालेको छ। यस्तो हो नेपालको अब हामी कृषि यन्त्रीकरण नीति भनेर हाम्रो 2071 सालमा बनेको नीति छ। त्यो नीति निकै राम्रो नीति बनेको थियो, तर त्यसलाई कार्यान्वयन गर्ने ऐन चाहिँ बन्ने चरणमै थियो र अब देश संहितामा गएपछि त्यो यन्त्रीकरण नीति चाहिँ अहिले संशोधनको प्रक्रियामा छ।
त्यो यान्त्रिकरण नीति संशोधन भएर त्यो लागू भइसकेपछि र त्यसलाई कार्यान्वयन गर्ने ऐन बनिसकेपछि चाहिँ नेपालमा निकै राम्रो छ, कृषि यान्त्रिकरणको व्यवसाय पनि राम्रो छ। तर यही सँगसँगै हाम्रो यस्ता मेसिनहरू आएर टेस्टिङ गर्ने हाम्रो यो परीक्षण केन्द्रहरू पनि चाँडै शीघ्र सञ्चालन हुनुपर्छ भन्ने हाम्रो माग हो होइन। साथसाथै यस्ता मेसिनरी औजारहरूमा सारा विश्वमै तपाईँको किसान कृषि पेसा भनेको एउटा भनौँ न एक खालको दुखी पेसा हो र यो नाफामुखी पेसा चाहिँ कमै मात्रा देशमा छ भने त्यसको लागि के चाहिन्छ, किसानलाई सपोर्ट चाहिन्छ, मल बिउ यन्त्र औजारमा चाहिँ सब्सिडी र तपाईँको ग्रान्टहरू चाहिन्छ। त्यो कुराहरूमा चाहिँ सरकारले चाहिँ विशेष चासो दिनुपर्छ। नेपाल उन्नत नेपाल समुन्नत नेपाल बन्ने भनेको कृषि र पर्यटन नै विशेष रूपमा हेरिएको छ होइन। किन हामी अब त्यसकारण चाहिँ कृषिको लागि हामीले समृद्धिमा कृषि मार्फत समृद्धि पाउनको लागि त कृषिमा को लागत घटाउनु पऱ्यो होइन। किन हाम्रा छिमेकी ठुल्ठुला देशहरू दुईतिर छन्, त्यहाँ उत्पादन हुने ठुलो बल्क सङ्ख्यामा उत्पादन हुँदाखेरि त्यहाँको उत्पादन लागत घट्छ, त्यहाँ मेसिनरी औजारहरूले गर्दा उत्पादन लागत घटेको छ भने हामी पनि यस्ता मेसिनरी औजारहरूमा चाहिँ व्यापक रूपमा प्रयोगमा ल्याएर यस्ता कुराहरूलाई सरकारले चाहिँ अनुदान दिएर ब्याजमा अनुदान हुनसक्छ, मेसिनमा अनुदान हुनसक्छ, नयाँ नयाँ टेक्नोलोजीमा अनुदान हुनसक्छ। जस्तो हामी अब सधैँ एउटै मेसिनमा चाहिँ मात्रै अनुदान दिनुपर्छ भन्ने हामी पक्षमा छैनौँ होइन। साथसाथै तपाईँको भनौँ न खन्ने कुरामा भयो भने अब तपाईँको भोलि रोप्ने कुरामा हुनसक्छ, गोड्ने कुरामा हुनसक्छ, थ्रेसिङ गर्ने कुरामा हुनसक्छ। त्यस्ता कुराहरूमा पनि सरकारले चाहिँ निरन्तर रूपमा चाहिँ किसानहरूलाई सहयोग गर्दै आउनुपर्छ, गर्नुपर्ने नीति चाहिँ ल्याउनुपर्छ भन्न चाहन्छौँ। एसकेटी नेपाल कम्पनी अब कृषि पत्रिका तपाईँको न्युज च्यानललाई नौलो विषय त होइन होइन। हामी 20 वर्षदेखि निरन्तर यस्ता कृषि मेसिनरी औजारहरूमा प्रविधिहरूमा काम गर्दै आएको कम्पनी हो। हामी किसानलाई हामी 3 इयर्स भन्छौँ, सेल्स सर्भिस र स्पेयर पार्ट्स कन्टिन्युसली दिँदै आइराखेका छौँ। बिक्री पछिको सुविधालाई हामी हेर्छौँ। हाम्रो लगभग 70 ठाउँमा हाम्रो तपाईँको डिलर मार्फत हामीले स्पेयर पार्ट सर्भिस टेक्निसियन आफ्टर सेल सर्भिस दिँदै आइराखेका छौँ। अब किसानको सन्तुष्टि नै हाम्रो सन्तुष्टिलाई हाम्रो एउटा उद्देश्य हो, हाम्रो मोटो त्यही हो। त्यसकारण चाहिँ हामी चाहिँ किसानहरूले हामीलाई माया गरिराख्नु भएको छ। लाखौँ किसानहरूमा हाम्रो मिसन गइसकेको छ।